हाम्रो पुरानो घर अझ भत्किँदैछ कस्तो एकछिन न म जान्छु नि माथि अब माथि त ताल छैन भयो हो साथी हो के गरिँदैछ हौ आन्दोलन सुरु भयो हाडी घोप्टीहरू होइन राजको दाजु यो कति सालको घर हो दाजु हो धेरै भयो भनेको त्यही अब धेरै 700 वर्षको अगाडिको घर हो यो होइन यो भन्दा 700 भन्दा अगाडिको त धेरै नै अरे मैले हाम्रो बाजे चेप्जुले भन्नुभएको थामहरू बोकेर पनि बढी ठिकै छ 400 पुस्ता पहिले अगाडिको घर अब हेर्नुहोस् कसरी भत्काइँदैछ हेर्नुहोस् 400 सबैले हाल्नुपर्छ सबैले हाम्रो दाजुले बल लगाइरहनु भएको छ होइन पुरै 1990 सालको भुइँचालोले पनि केही नगरेको 2045 सालको भुइँचालोले पनि केही नगरेको 2072 सालको भुइँचालोले पनि केही नगरेको तर आज हामी यो घर जबरजस्ती भत्काउँदैछौँ यो घर एउटा इतिहास बुढाबुढी कति छोड्यो यहाँ यो घरमा एउटा इतिहास बोकेको छ यो घरले आजको जमानामा जस्तो यो घर बनाउनु सजिलो थिएन त्यतिखेर काठहरू पाइन्थेन अनि सबै कुराको असुविधा हुँदाहुँदै पनि यो घर आँखीझ्यालदेखि लिएर सबै कुरा आधुनिक र यो चापले बनेको घर हो आज यो घर भत्काइँदैछ यो घर यसरी हामी भत्काउँदैछौँ माथिल्लोपट्टि नजानु है माथिल्लोपट्टि माथिको यो झर्छ जाति छ जोगिम जोगिम यसरी परिश्रम गर्नुपर्छ बारी चेप्टिने सिद्धाको कामहरू यस्तरी होइन हामी पनि छौँ यता म पनि छु छनु चाहिँ म पनि छु है यो नाति यो 400 वर्ष पछिको यो नाति हो यो जयकुमार भन्ने यो जुन यो भिडियो बनाउने केटा चाहिँ जयकुमार हो उता उता उयो झर्छ है दाजु उता पर अन्तरे दाजु त्यो माथिको जम्मै झर्छ है जयकुमारको पालोमा यो घर भत्काइँदैछ अब जयकुमारले यस्तो घर मन परेन अरे यस्तो घर उसको लागि यही सुइटेबल र यही घर चाहिँ त्यसरी ठुलो घर नबनाउनु त्यसरी गर्नुपर्छ हेर्नुहोस् किनकि पुर्खौलीले झ्यापालो जस्तो यो हर्के साम्पाङको हो यो हामी माटोको मान्छे हो हामी अब यता पनि जयकुमार तलपट्टि काठहरू सबै अनि यो आखी झालहरू पनि आखी झाल मात्रै देख्छ यो आखी झाल माछा पनि माछा आखी झालहरू हो भुइँमा झरेको त आखी झाल तलबाट देखिन्छ नि देखिन्छ होइन तलबाट देखिन्छ नि आखी झाल छ नि तल घरको बाहिरकोहरू सबै यता हाम्रो मिलन दाजु यता ड्राइभर पनि भन्नु न यता ड्राइभर लाइसेन्स प्राप्त भने यसमा त जोनसेना यता हाम्रो मन्त्री यो जोनसेना यता ब्रुसली
फाइनल गाइज हाम्रो घर चाहिँ सफा गरिसक्यो। सफा गरेर मात्र भयो के गर्नु यसलाई टुङ्गो लाउनु पर्दैन कहिले लाउनु टुङ्गो टुङ्गो त लाउँदा पनि बिस्तारै के कहता र यस्तो छ जन्म हुन्जेल काम त यो गरिहाल्छ चाहिँ सकेकै हो होइन उता चाहिँ सकेकै होइन एक्लै सोध्न सकेको नि भन्छ मान्छे भ्याक्कु भन्छ भ्याक्कु मैले हेर्नु बाबा म कुन अवस्थामा भिडियो गरिरहेको छु यस्तो अवस्थामा देखिँदैछ देखिँदैछ यहाँ क्यामेरामा हेर्नु देखिँदैछ देखिरहेको ए क्रिस्का सुनेका छोरी गाना सुनेका क्रिस्का